अभिनेत्री मोडल तथा कन्टेन्ट क्रिएटर प्रियङ्का कार्की पछिल्लो समय चर्चामा छिन्। एकपछि अर्को गरी सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने फोटो र भिडियोले नेटिजनको ध्यानाकृष्टि गरेको देखिन्छ। उनले आइतबार पोस्ट गरेको फोटो यति बेला चर्चामा छ। वाटर बेबिज क्याप्सन लेख्दै उनले पोखराको फेवाताललाई पृष्ठभूमिमा राखेर केही हट फोटोहरू सोशल मिडियामा सेयर गरेकी छन्। ब्ल्याक कटआउट वान पिस पहिरनमा प्रियङ्का हट देखिएकी छन्। रिसोर्टको टेरेसबाट खिचिएको ती फोटोमा छोरी आयङ्कालाई पनि देख्न सकिन्छ। क्लोज शटमा प्रियङ्का रिल्याक्स र कन्फिडेन्ट पनि देखिन्छन्। यो फोटोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता विभाजित देखिन्छन्। धेरैले लुक्स, फिगर र ब्युटीको प्रशंसा गरेका छन् भने कतिपयले अङ्ग प्रदर्शन गरेको भन्दै गाली गरेका छन्। कतिपयले आमा प्रियङ्काको यो शैलीबाट छोरीले के संस्कार सिक्लिन् भन्दै आलोचना गरिरहेका छन्। जे होस्, पोखरामा खिचिएको प्रियङ्काको ती फोटोहरूले सामाजिक सञ्जाल तातेको छ। भाइरलै भएको भन्दा पनि फरक नपर्ला। तपाईहरुलाई पनि यो विषयमा के भन्न मन लाग्छ? आफ्नो आफ्नो प्रतिक्रियाहरू कमेन्ट गर्नुहोस्।